यो बुद्धचोक हो। रूपन्देही जिल्लाको सदरमुकाम भैरहवामा रहेको यो बुद्धचोकबाट अहिले हिम श्रृङ्खलाहरू देखिएको छ। पानी परेर मौसम सफा भएपछि यहाँबाट समेत हिमालहरू देख्न सकिन्छ। यो वर्षमा केही थोरै दिनको लागि मात्र यो दृश्य देख्ने अवसर प्राप्त हुन्छ। प्राय यहाँबाट डम्म बादलले छेकेर हिमालहरू देखिँदैन। धेरैलाई हिमाल देखेको दृश्य अचम्म पनि लाग्न सक्छ। यो बुद्धचोकबाट सिधै अगाडि जाँदा करिब 20 किलोमिटर माथि बुटोल बजार रहेको छ र यहाँबाट बायाँतर्फ करिब 20 किलोमिटर अगाडि जाँदा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बुद्धको जन्मस्थल लुम्बिनी पुग्न सकिन्छ र यहाँबाट पछाडि करिब 4 किलोमिटर जाँदा नेपाल भारतको सिमाना सुनौली नाका पुग्न सकिन्छ। सुनौली नाकालाई बेलैया पनि भन्ने गरिन्छ। नेपालतर्फको भागलाई बेलैया भनिन्छ भने भारततर्फको भागलाई सुनौली भनिन्छ। ल हिमाल हेर्नको लागि भैरहवा आउनु होला है त। त्यति स्पष्ट त देखिएको छैन, तर पनि हिमाल नाङ्गो आँखाले देख्दा देख्न सकिन्छ। क्यामेराबाट अलिक राम्रोसँग देखिएन।